आज मैले केही ब्लड प्रेसरको बारेमा जानकारी दिउँ भनेर यो भिडियो बनाउन लागेको। ब्लड प्रेसर कतिपय मान्छेहरुमा ब्लड प्रेसर चाहिँ हुन्छ तर उहाँहरुलाई डायग्नोसिस चाहिँ टाइममा हुन सक्दैन अनि यो चाहिँ एउटा साइलेन्ट रोग जस्तै हो। अब त्यसले आफ्नो कम्प्लिकेसन्स देखाइसकेपछि मात्रै ठ्याक्कै देखिन्छ, नत्र त खासै मान्छेहरुमा देखिदैन। यो ब्लड प्रेसर कुन बेला भन्ने कि यो मान्छेको हाई ब्लड प्रेसर छ जब डिफरेन्ट रिडिङ्स गर्दाखेरि, डिफरेन्ट रिडिङ्स लिँदाखेरि बिहान दिउँसो बेलुका हैन केही दिन मेजर गर्दाखेरि पर्सिस्टेन्ट यदि ब्लड प्रेसर सिस्टोलिक 130 भन्दा माथि या डायस्टोलिक 80 भन्दा माथि आइदियो भने त्यसलाई के बुझ्ने भने पेसेन्टलाई ब्लड प्रेसर छ है। अनि ब्लड प्रेसर भएपछि के छ भने छिटो आतिनु चाहिँ हुँदैन है। अब यसको डाक्टरलाई परामर्श लिने है। बेस्ट डाक्टर चाहिँ सबभन्दा नम्बर 1 मा ब्लड प्रेसर लाई डिल गर्ने है। द बेस्ट इज द नेफ्रोलोजिस्ट हैन। यदि कम्पिटेन्ट नेफ्रोलोजिस्ट हजुरले भेटिदिनु भयो भने सबभन्दा बेस्ट फर्स्ट अप्सन इज नेफ्रोलोजिस्ट, त्यसपछि कार्डियोलोजिस्ट, तेस्रो नम्बरमा फिजिशियन्स अनि चौथो नम्बरमा तपाईहरुले एन्डोक्राइनोलोजिस्टलाई पनि सल्लाह लिन सक्नुहुन्छ है। अनि ब्लड प्रेसर हाई यदि पर्सिस्टेन्ट छ भने त्यसको कन्ट्रोलतिर लाग्नुपर्छ। कन्ट्रोल गर्दाखेरि सबभन्दा नम्बर 1 मा के छ भने है डाइट हैन, लाइफस्टाइल मोडिफिकेसन र डाइटमा नुन चाहिँ कम खाने। नुन चाहिँ 3 देखि 4 ग्रामसम्म 24 घण्टामा नुन खान सकिन्छ है। एकदम पुरै नुनलाई बन्दै नगर्दिने है। त्यसपछि चिल्लो बोसोहरु है त्यो चाहिँ अलि बार्नु, रेड मिटहरु अलि बार्नु है। त्यसपछि ओइली र फ्याटी कुराहरु पनि अलिकति बारेर हिँड्नु है। दोस्रोको लाइफस्टाइल मोडिफिकेसनमा के छ भने एउटा त एक्सरसाइज, नियमित एक्सरसाइज है गरम। अनि त्यसपछि यदि ओबिज हुनुहुन्छ भने हैन, मोटापा छ भने त्यो वेटलाई चाहिँ रिड्युस गर्नु है। अनि लास्ट अप्सनमा के छ भने मेडिसिन्स अब डाक्टरले सुरु गरिसकेपछि मेडिसिन्स चाहिँ छोड्नु हुँदैन, आफैले मेडिसिन परिवर्तन पनि गर्नु हुँदैन। डाक्टरको सल्लाह बमोजिम नै मेडिसिन खानुपर्छ हैन। अनि मेडिसिनको डोज घटाउनु बढाउनु छ भने डाक्टरलाई गएर सल्लाह गर्ने। नियमित अब बेला बेलामा इन्टरमिटेन्टली पनि ब्लड प्रेसर चेक गरि